नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीका लागि आवश्यकता अनुसार भवन, साधन स्रोत र कानुनी अधिकार अपुग रहेको बताउनु भएको छ। विभिन्न अभावका बीचमा पनि प्रहरीले नागरिक प्रतिको जिम्मेवारी पूरा गर्दै आएको उहाँको भनाइरहेको छ। इलाका प्रहरी कार्यालय बुटवलमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीका झण्डै आधा युनिटमा भवन, आवश्यक साधन स्रोत र पर्याप्त कानुन नहुँदा पनि जनताप्रतिको जिम्मेवारी वहन गर्न नचुकेको बताउनुभयो। नेपाल प्रहरीका हरेक क्रियाकलापमा पछिल्लो समय नागरिकको आपर समर्थन पाएको बताउँदै उहाँले नागरिकको त्यही सहयोग र समर्थनले थप जिम्मेवारी र उत्तरदायी भएर काम गर्न प्रोत्साहन मिलेको उल्लेख गर्नुभयो। नेपाल प्रहरी विभिन्न राजनीतिक, सांस्कृतिक र सामाजिक किसिमका सङ्घर्ष चिर्दै र त्यसको बीचबाट शान्ति, सुरक्षा, सार्वजनिक सुरक्षा, अमन चयन र घटित अपराधको सफल अनुसन्धान यहाँसम्मको 70 वर्षको यात्रा तय गरेको बताउनुभयो। र अब हाम्रा परम्परागत शान्ति सुरक्षाका प्रयासहरूले मात्र समग्र दिनादिन सहरीकरणतर्फ उन्मुख भइरहेको हाम्रो समुदायलाई यो चाहिँ साधन स्रोतको अभावकै कारणमा पनि हामीले पर्याप्त मात्रामा सोचे जस्तै गरी सम्बोधन गर्न सक्ने अवस्था चुनौतीपूर्ण बन्छ। त्यसकारणले अब जसरी सहरीकरण भएको छ, जसरी हामी आधुनिक बन्दै गएका छौँ, जसरी साधन स्रोतको भरपुर प्रयोग गर्न चाहना राखिराखेका छौँ र सफिस्टिकेटेड इक्विपमेन्ट डिभाइसेसहरू हामीले प्रयोग गरिराखेका छौँ, अपराधको पनि त्यस्तै डिभाइसेसहरूको प्रयोगबाट हुने हुनाले हामीले सहरहरूलाई पनि अलिकति प्रविधि मैत्री नै बनाउनु पर्छ। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले संविधानले सुनिश्चित गरेका महिला, बालबालिका र ज्येष्ठ नागरिकको सेवाका लागि बेलायत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो। उहाँले मोतीपुर औद्योगिक क्षेत्रभित्र वडा प्रहरी कार्यालय आवश्यक रहेको बताउँदै यसका लागि आवश्यक सहयोगका लागि अनुरोध गर्नुभयो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र खत्री, पूर्व प्रहरी वरिष्ठ उपरीक्षक तथा परियोजनाका प्रमुख इन्द्र न्युपाने, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पौडेल लगायतले नवनिर्मित भवनबाट प्रदान हुने सेवाले महिला र बालबालिकाको पहुँच बढाउने विश्वास व्यक्त गर्नुभयो। महिला र बालबालिकाको सुरक्षा र न्यायमा पहुँच वृद्धिका लागि नेपाल प्रहरीका लागि हालसम्म 42 वटा भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ। त्यस्तै 10 वटा भवन निर्माणाधीन अवस्थामा रहेका छन्। कुल रु 2,41,43,753 लागतमा निर्माण सम्पन्न भएको भवनमा 11 वटा कोठा रहेका छन्। राज्य खबरका लागि सुशासन ब्युरोको रिपोर्ट।